नमस्ते साथीहरू, व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। हामीले नेपाली भाषाका शब्दहरूमा दुईवटा इकारको प्रयोग गर्ने गर्छौं, एउटा ह्रस्व इकार र अर्को दीर्घ इकार। तपाईहरूलाई ह्रस्व इकार कुन हो, दीर्घ इकार कुन हो भन्ने कुरामा कहिलेकाहीँ कन्फ्युजन हुन्छ भने हामी त्यो कन्फ्युजनलाई दूर गरौँ। स्क्रिनमा देखिएको यो ई ह्रस्व ई हो र यो ईबाट नै ह्रस्व इकार बनेको छ भने यो ई दीर्घ ई हो जुनबाट दीर्घ इकार बनेको छ। ह्रस्व इकार दिँदा हामीले वर्णको अगाडिपट्टिबाट माथितिर लगी घुमाइन्छ भने दीर्घ इकार लेख्दाखेरि वर्णको पछाडिपट्टिबाट माथितिर लगी घुमाइन्छ। अब हामी सजिलै चिन्न सक्छौं जुन इकार वर्णको अगाडिपट्टि लागेको हुन्छ त्यो हो ह्रस्व इकार र जुन इकार वर्णको पछाडि लागेको हुन्छ त्यो हो दीर्घ इकार।